मैले यो भन्दा अगाडिको भिडियोमा तपाईको कन्टेन्टमा हुक लाइन प्रयोग गर्नुहोस् र तपाईको भिडियोमा अडियन्सहरू इन्गेजहरू बढाउनुहोस् जसले गर्दा तपाईको कन्टेन्ट अझ धेरै भाइरल हुने सम्भावना हुन्छ भनेर जानकारी दिएको थिए। हुक लाइन भनेको चाहिँ कस्तो भन्छ भने जब तपाईले आफ्नो कन्टेन्ट बनाउनुहुन्छ त्यो कन्टेन्टको मेन पार्ट जुन मेन पार्ट छ त्यसलाई चाहिँ तपाईले भिडियोको सुरुवातमा राख्नुपर्ने हुन्छ। कुनै भिडियो नै हुन्छ भने कुनै बोलेर राख्नुपर्ने हुन्छ। जस्तो मैले यो भिडियोमा तपाईहरुलाई जस्तो यो लगाएको छु नि, यो सेतो लगाएको छु अनि यो अब खसेर गयो अनि यो माइकहरु लगाएको छु। तपाईहरु एकछिन अड्किनुहुन्छ। अडियन्सहरु कसरी अड्किनुहुन्छ भने मान्छे केही गर्दै छ भने अनि यस्तोहरु लगाएको छ अर्थात कुनै केही हाउभावहरु देखाएको छ भने एकछिन अड्किनुहुन्छ। जब तपाई एकछिन अड्किनुहुन्छ 5 सेकेन्ड 6 सेकेन्ड 7 सेकेन्ड 10 सेकेन्ड जति अड्किनुहुन्छ त्यसैगरी तपाईले आफ्नो कन्टेन्टहरुमा पनि अडियन्सहरुलाई अड्काउनु पर्ने हुन्छ। जब तपाईले अडियन्सहरुलाई अड्काउन सक्नुहुन्छ तपाईको कन्टेन्ट चाहिँ अझ धेरै भाइरल हुन्छ। जस्तो तपाईले फेसबुकबाट पैसा कमाउनु भयो, मानौ तपाईले फेसबुकबाट 10,000 पैसा कमाउनु भयो भने त्यो फेसबुकबाट कमाएको पैसाको बारेमा तपाईले भिडियो बनाउँदै हुनुहुन्छ भने तपाईले सबैभन्दा सुरुमा मैले फेसबुकबाट 10,000 पैसा कमाए भनेर यसरी पैसा देखाउँदै बोल्नु भयो भने अडियन्सहरु त्यही अड्किनुहुन्छ र एकछिन हेर्नुहुन्छ। जब तपाईको भिडियोमा अडियन्सहरु अड्किएर एकछिन हेर्न थाल्नुहुन्छ त्यो भिडियो फेसबुकले अझ धेरै रेकमेन्डेसन गर्छ र धेरै अडियन्सकोमा तपाईको भिडियो पुग्छ। जस्तो तपाई कुनै ठाउँमा घुम्न जानुभयो र त्यो ठाउँमा तपाईले अचम्म लाग्दो कुनै त्यो ठाउँमा घुम्दाखेरि देखेको सबैभन्दा राम्रो कुरालाई सबैभन्दा पहिला हाइलाइटमा राख्नुभयो भने तपाईको कन्टेन्टमा अझ धेरै अडियन्सहरु अड्किएर हेर्नुहुन्छ र तपाईको अडियन्सहरु बढ्दै जानुहुन्छ। जस्तो मैले फेसबुक मोनेटाइजेसन सम्बन्धी भिडियोहरु बनाउँदै आइरहेको छु अनि तपाईहरुलाई विश्वास होस् भनेर चाहिँ मैले खुद मेरो यही फेसबुक आइडी नै स्क्रिन शेयर गरेर अर्थात रेकर्ड गरेर तपाईहरुलाई देखाउँछु ताकि तपाईहरुलाई अझ धेरै विश्वास बढोस् कि मेरो रियल आइडी को कन्डिसन कस्तो छ, यो आइडीमा के समस्या भइरहेको छ भनेर, कस्तो किसिमको कन्टेन्ट भाइरल हुन्छ, कसरी पोस्ट गर्ने, कसरी कन्टेन्टहरु बनाउने भन्ने कुरा चाहिँ म तपाईहरुलाई ए टु जेड सिकाएको हुन्छु मेरो यही आइडीमा। किन पनि सिकाएको हुन्छु भने तपाईहरु अडियन्सहरुलाई अझ धेरै विश्वास गरून् भनेर चाहिँ मैले यो सबै देखाएको हुन्छु। हुक लाइन भनेको छोटकरीमा भन्दाखेरि हुक लाइन भनेको नै तपाईको भिडियोको मेन पार्ट सबैभन्दा पहिला राख्नु हो। बोलेर होस् या भिडियोको टपिक होस् तपाईको कन्टेन्ट अनुसार फरक पर्छ। तपाईले कस्तो किसिमको कन्टेन्ट बनाउनुहुन्छ त्यस्तै खालको हुकहरु त्यो भिडियोको मेन पार्ट चाहिँ सबैभन्दा पहिला राख्नु होला। कुनै बोलेर राख्नुपर्ने हुन्छ, कुनै भिडियोमा राख्नुपर्ने हुन्छ है त। हुक लाइन प्रयोग गरेर हेर्नुहोस् लगातार तपाईको कन्टेन्ट भाइरल भएन भने मलाई भन्नु होला। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला। यस्तै जानकारी